भूपू सैनिक 45 गोर्खा राइफल्स अग्रसेना गण्डकी प्रदेश नयाँ वर्ष मैत्री भोज कार्यक्रम तथा अवलोकन भ्रमण मिति 2082 वैशाख 5 गते हामी जाँदैछौँ बाहुन डाँडा वालिङ। ए ल बहिनी ल तपाईँ पनि गर्नुहोस्। हरि पाला सार्वजनिक शौचालयमा अहिले हल्का हुनुको लागि भूपू हाम्रो भूपू पटेल गोर्खा राइफलको साथीहरू बस्दै ल बस्यो बस्यो। अब ल हामी चाहिँ पोखराबाट हिँडेर अहिले वालिङ आइपुग्यो। दुईटा गाडीमा आएको छ हामी पर्फेजियरको भूपूहरू पिकनिक खानको लागि। ल पहिला यहाँ चाहिँ नास्ता खाने, नास्ता खाएर फेरि उता त्यहाँ बाहुन थानमा फेरि पास्ता खान जाने। रेड पिपर पार्टी प्यालेस वालिङ नगरपालिका 8 डुम्रीकोट स्याङ्जा। म यहाँ आइदिएँ। ल हाम्रो 34 दिन बहिनी भेट भयो यहाँ। नयाँ सालको शुभकामनाको आदान प्रदान गर्नको लागि धन्यवाद सञ्चालनमा आइपुग्नु छ। हाम्रा भीमबहादुर साहबले धन्यवाद हाम्रो फोटो खिच्दै हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद। हस् धन्यवाद साहब, शुभकामना पनि। हस् हजुरलाई पनि शुभकामना साहब। एकदम ठिकठाक ले होइन? ठिकठाक म हाँसे ल 10:30 मा आइपुग्यो हामी यहाँ वालिङमा। वालिङमा बोर्ड भन्दा अगाडि आएर मिजा काले खोइ मिजा त कहिले नि आइन्न नि कहिले ए हाम्रो मिजा जान्छ कालेको यहाँ वालिङमा चियापानी गर्नुको बाद त्यो बाहुन थान त्यो डाँडामा जाने वालिङको माथि एउटा रुख भएको ठाउँमा अहिले हामी चाहिँ वालिङमा छौँ। वालिङको पार्टी प्यालेस। गाडी दबाएर खानुहोस् है दिदी। हाम्रो शिवकुमार साहबको फ्यामिली अहिले खानुहोस्, अलि खाएपछि बल्ल अलिकति कहाँ बस्यो फेरि म त यता नबस्नु पर्यो, मलाई त छुट्यो भन्छ।
लो नमस्ते 34 बहिनी यी लगपट्टि हेर्नुहोस् ओ हाम्रो 40 बहिनी एकदम रमाइलो छ ओहो हाम्रो बहिनी बल्ल भेटेन वालिङ हो श्री नमस्ते बहिनीहरू सबैलाई लो आज पिकनिक बर्खाजीको लो दिदी लो हेर्नुहोस् है हेप्पी न्यू इयर नयाँ सालको शुभकामना लो कष्ट नलागोस् फलोस् फुलोस् फलोस् फुलोस् ल फलोस् फुलोस् सबैको राम्रो राम्रो होस् लो दिदी ल दुखाइ भयो लो शुभकामना जमाना न एकदम रमाइलो भइरहेको छ होइन पुरा पुरानो साथीहरू भेटेछ एकदम खुसी पनि लागिरहेको छ सबै भेटघाट भइरहेको छ होइन नमस्ते सबैको ल हाम्रो चाली कम्पनीको 41 झलक गुरुजी हाम्रो झलक गुरुजीको चाहिँ जो पानी तिर्खा लाउँदै ऊ खोला धाउँदै भनेको डायलग फौरजीको काफी फेमस छ लागिरहेको छ झलक गुरुजीलाई आज धेरै सालमा भेट्यो लो हाम्रो पुन साहब ल हेर्नुहोस् एकदम काम गर्ने कर्णधारहरू के छविलाल साहब त बिचरा हाम्रो रामप्रसादले फेरि नाचेर एकदम रामप्रसाद साहबले फेरि एकदम नाचेर मनोरञ्जन दिन्छ सबैलाई ल हेप्पी न्यू इयर भन्नु ल चेस ल हेर्नुहोस् हो त नि ल हेर्नुहोस् बहिनी एकदम रमाइलो ऊ ल हेर्नुहोस् बहिनी ठिकठाकले बहिनी एकदम मिठोले ल स्वाट बाँड्नु अब फेरि हामी 4-5 जेलको भूपहरू यहाँ वालिङमा पिकनिक कार्यक्रमको लागि आएको थियो अहिले चाहिँ बाहुनथानमा हामी आएका छौँ काफी राम्रो रमणीय ठाउँ यहाँसम्म आएर हिँड्दैछौँ हाम्रो गाडीहरू दुईटा गाडी पछि अब खाली आउनेछन् यहाँ बसौँ गाडी बोकाउँ अब टाढो रहेछ
सबै यहाँ बस्छ भाइ बस्छ गाली बगाउँ अब बाहुनथान हामी वालिङ नगरपालिकाको माथि बाहुनथान डाँडामा आएका छौँ अहिले 450 को पिकनिक कार्यक्रममा। फोरराजिया रोक्यो होइन, फोरराजिया रोक्यो होइन भनेको कोही बोल्दैन। फोरराजिया रोक्यो होइन, बाहुनथान वालिङ नगरपालिकाको माथि
यो तल पर्यो वारिङ नगरपालिका। यो बाहुनथान पर्यो। यो अहिले जो देखिएको छ वालिङबाट माथि यहाँ बाहुनथान भन्ने ठाउँ रहेछ। यहाँ लगभग सबै ठाउँ देखिने यो डाँडामा हामी फर्टिलाइजरको भूपोहरू आएका छौँ दृश्य अवलोकनको लागि।
खान डाँडामा हामी रमाइलो गर्दछौँ। तल चाहिँ वालिङ नगरपालिका, वालिङ बजार, स्याङ्जा जिल्लाको वालिङ बजार, साथमा दाइदेबाई ठाँसेर डाँडा के हो, थुप्रै गाउँहरू छ यहाँ। Thank you.